सो गाइज वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ म इन्डियामा छु। अनि आज चाहिँ हामी इन्डियाको जिपलाइन भन्ने ठाउँ घुम्न आएको। हामी टोटल 8 जना छौँ। हामी चाहिँ अहिले इन्डियाको पार्क घुमिरहेको छौँ। अनि यो पार्कको इन्ट्री फी चाहिँ 30 हो पर पर्सन। अनि म चाहिँ इन्डिया फर्स्ट टाइम आएको, त्यही भएर म चाहिँ दाइहरूसँग आज घुम्न आएको, किनकि मलाई एक्ज्याक्टली यहाँको प्लेसहरू थाहा छैन। त्यही भएर म चाहिँ साथीहरूसँगै घुम्छु सुरुमा। अनि धेरैजना घुम्न पनि आएको थिए। अनि यहाँको भ्यूहरू हेर्नु ओभर दामी छ हैन। यहाँनिर अब त्यो जम्पिङ गर्ने सानो बच्चाहरूको त्यो पनि छ, जम्प टु फन त्यो भन्ने। अनि सानो घर अनि त्यो खेल्ने गेमहरू पनि छ, राम्रो हाउस अनि भिआर जोन सबै एभाइलेबल छ यो ठाउँमा। अनि अहिले हाम्रो कलेज चाहिँ होलिडे छ, किनकि भर्खर 12 को एक्जाम सकेर अहिले कलेज छुट्टी छ। त्यसैले म चाहिँ इन्डिया घुम्न आएको। म चाहिँ अब इन्डिया 2-3 महिना बसेर गइहाल्छु, किनकि जस्ट अब यो होलिडेको बिचमा चाहिँ इन्डिया घुमिहालौँ भनेर चाहिँ म इन्डिया घुम्न आएको। यहाँ चाहिँ यो पैना कलरको बाँस चाहिँ निकै मात्रामा पाइन्छ। अनि त्यसपछि यो गेमको नाम चाहिँ मलाई थाहा भएन, तर यो चाहिँ ओभर दामी हुन्छ यो गेम खेल्न चाहिँ। मैले एकचोटि हेरेँ मात्रै, मैले खेल्न चाहिँ खेलेको छैन। त्यसपछि हामी अझै घुम्दै थियौँ। यो नेपाल र इन्डियाको चाहिँ कल्चर प्लेस। अनि यो खानपिन केही पनि नमिल्ने रहेछ, किनकि यहाँको खाना र नेपालको खानामा धेरै फरक छ। प्लस यहाँको मान्छे अनि बोलीचालीमा पनि धेरै फरक छ। अनि केही बेर हामीले टिकटक पनि बनायौँ। अनि त्यसपछि यहाँको फ्लावर गार्डन पनि घुम्यौँ र एउटा यहाँ लार्ज साइजको पिङ पनि थियो। अहिले जस्ट हामी पार्क हेर्न मात्रै आएको। अब अर्को पालि आयो भने चाहिँ बन्जी जम्प, यो क्याराभेन, बन्जी जम्प अनि यो गेमहरू सबै खेलेरै जान्छौँ यहाँनिर। अहिले जस्ट घुम्नको लागि मात्रै आएको, जस्ट पार्क हेर्नको लागि मात्रै हो। यो पार्क हामी बस्ने ठाउँभन्दा धेरै नजिक पर्छ, त्यसैले हामीलाई जुन बेला मन लाग्यो त्यो बेला हामी आउन सक्छौँ। यहाँनिर एकछिन दाइहरूले भिडियो बनाएर एकछिन हामी पार्क घुम्दै थियौँ। अब अरू कुरा त सबै भिडियोमा हेरि नै राख्नु भएको छ, यहाँको ब्युटिफुल सिनहरू। हामी यहाँ घुमेको नियरली 40 मिनट भइसकेको थियो। यो पार्क घुमेर पनि हामीले सकिसकेको थियो। त्यसैले आजको यो मिनी ब्लग चाहिँ यही समाप्त गर्दछु। धन्यवाद।